सो हेलो सबैलाई मेरो नमस्ते अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि आराम कुशलै छु। भन्नुपर्दा म आज घर सफा गर्दैछु है। अनि म मर्निङको लगभग 8 बजेदेखि घर सफा गरेको अहिले समथिङ 11:30 भयो। ट्याक्कै 11:25 भयो हैन। बढाल्दै छु। फोहोर यति भइसक्यो हैन। तर यो आज एक दिन मात्र बढालेको होइन क्या। यो हुन्छ नि कुना काप्ची जहिले बढाले मैले बढाल्छु जहिले पनि हैन। मैले बढाल्छु अनि जहिले बढाल्दा अनि कुना काप्ची निकाल्दिन थिएँ क्या। अनि आज चाहिँ फ्यानदेखि लिएर हैन मेजर टिडी हान्दिएको हुन्छ नि। मेजर टिडी क्या एक्लै ड्याङ्की ड्याङ हैन। जिउले ओभर गरिसक्यो। हिजो राति त्यस्तो सुतेको पनि छैन। फेरि निन्द्रा पनि लागिरहेको छ, भोक पनि लागिरहेको छ हैन। उठेर म आज फेरि यस्तो भयो क्या। म रुमदेखि नै मेरो तन्नाहरू फोहोर थियो। अनि उठेर हैन उठेर तन्नाहरू निकालेर म धुन्छु, कपडा धुन्छु सुरुमा भन्नु सोचेँ हैन। बाहिर निस्केको कुकुरहरू देखेपछि एकछिन तिनीहरूमै भुल्ने। अनि भित्र आएँ, पहिला बढाल्छु अनि कपडा धुन्छु भन्ने भयो क्या हैन। पहिला बढाल्छु अनि कपडा धुन्छु भन्ने सोच आयो हैन। एकछिनपछि त के लो बढाल्न आएको फ्यान सफा गर्नु मन लाग्यो। फ्यान हेरेको फ्यान कालै भएको रहेछ। सरफ हालेर हैन, सरफ पानीमा हालेर मजाले फिटेर कपडाले उयो गरेर अनि टक्क पुस्दै गएको सफा भयो क्या। अनि सुक्खा कपडाले पनि पुस्नु पर्दैन फेरि त्यो सरफ र अनि त्यो उयो पानीले मात्र हुँदैन नि फेरि। अनि सुक्खा कपडा पनि ल्याएर हैन अनि हुन्छ नि। अनि टक्क लाएर त्यो काम सक्यो हैन। अनि किचनमा गएँ, किचनको फ्यान सफा गर्दै थिएँ। फ्रिज देखेँ हैन। फ्रिज देखेपछि मलाई फेरि के हो त्यो भित्रको त्यो काम गर्ने डिजिज एक्टिभ भएर आउँछ क्या। एकखेप गरेपछि चाहिँ गरेर ननस्टप गर्नु मन लाग्छ हैन। म यस्तो यो भेषमा बिहानदेखि झुन्डाएको यो भिजिरहेको छ यो पसिनाले नै। यत्तिकै मुख पुस्नै राखेको भिजिरहेको छ यो पसिनाले नै हैन। अब टक्कै यो सकेर चाहिँ भात बनाएको छैन हैन, केही पनि छैन। तिनीहरूको लागि चाहिँ खाना छ, कुकुरहरूको लागि चाहिँ खाना छ। तिनीहरूको सब्जी सबै भइसक्यो। अनि तिनीहरूलाई अहिले खाइयो सकेर सुरुमा तिनीहरूलाई खाना दिनुपर्ने छ। त्यो एउटा काम त बिर्सिरहेको थिएँ। खाना दिनुपर्ने छ तिनीहरूलाई हैन। खाना दिएर अनि म चाहिँ चाउचाउ बनाएर खान्छु भन्ने सोच्दैछु। अनि यस्तो बाहिर हेरेको हैन, कपडा 2 भारी थन्किरहेछ धुनुपर्ने हैन। अनि खाम कि पहिला कपडा धुम भइरहेछ क्या। निन्द्रा पनि लागिरहेको थियो फेरि, किनकि म आज बिहान छिट्टो उठेको नि त। न त अरू बेला 9-10 बजीतिर उठ्थेँ, 11-12 बज्थ्यो कोही बेला। अनि आज चाहिँ छिटो उठेर होइन आज चाहिँ घरको काम गर्नुपर्छ भनेर मामु हुँदैन नि त। मामु महिना भयो गइसकेछ। अनि आज चाहिँ गरिदिउँ न त भनेर मामु त भोलि या पर्सि आइसिन्छ। आएर फेरि घर मैला देख्छ भने त मार्सिन्छ। सुरुमा त मैले गाली खान्छु हैन। मामुले कराइसिन्छ। घरमा बसेर यस्तो उस्तो खालि फोनै मात्र भन्छिन्छ। अनि त्योभन्दा त बरु आज कुना काप्चा सबै सक्यो, फ्यान छैन हैन। अनि भोलिदेखि त नर्मल बढाल्दा हुन्छ नि त। अनि मेन फोहोर भनेको आज निस्किहाल्यो हैन। फोहोरी म आफै सक भएको क्या यो फोहोर देखेर हुन्छ नि। यो फोहोर देखेर म आफै सक भएको। कहाँ छ हौ यो फोहोर देखेर मैला उठाएर हैन। अनि उठाएर
टक्क लाएर उठाएर फ्यालिदिन्छु। फ्याल्नु त अब त्यत्तिकै फ्याल्नु पऱ्यो त होइन। वेट सम जस्ट नेक्स्ट पुस्नु पनि पर्छ त, म त बिर्सी पो आएको क्या। पुस्नु पनि छ है, पुस्नु पनि छ होइन। म त काम धेरै भएर होला बिर्सेको बिर्सेछु म एब्सेन्ट माइन्ड है। अनि त्यही माथि बिर्सेछु म। मेरो काम सकिन आँटेन होइन। म फ्यान चलाउनु पनि सकेको छैन। अब चाहिँ म फ्यान चलाउँछु, म सब कुराको फ्यान गरिदिन्छु। म देखाइदिउँ मैले कसरी क्लिन गरेको छु। आई विल सो यु वेट। दिस इज माई रुम होइन। मैले हुन्छ नि खाटसाट सबै छाडेर निट एन्ड क्लिन छ। यो झ्यालसाल सबै जाल माकुराको जालो सालो हुन्छ नि, यो सिसा अल क्लिन छ। अनि यसलाई मिलाउनु पर्ने छ उहाँ होइन। यो गिटारलाई राख्नुपर्ने छ त्यहाँ, त्यसलाई सार्नुपर्ने छ यता। यो खाटा यहीँ राख्नुपर्ने होइन। यो कुर्सीलाई यतापट्टि राख्नुपर्ने छ। And this is my room. This is my mom's room. And यो चाहिँ निट एन्ड क्लिन छ। फेरि यसको अघि सकिसकेको त्यो भयो, फ्यान भयो है, सिसा भयो, अल गुड, अल चकाचक भइसकेको छ। अनि अब मेरो यहाँनिर भनेको लगभग फिनल अलिकति माथिबाट त्यो कार्पेटमा छरिदिने मात्र हो। अनि त्यसपछि मेरो यो रुमको काम सक्यो। अनि यो बुवाको रुममा भनेको सुतिरहेको छ। I don't want to go inside because you will angry with me. And this is the kitchen. किचनको यो सफा गर्दै थिएँ। यो सफा गर्दा मलाई फ्रिज देखेपछि मैले यहाँ हल्का फुल्का सफा गरेँ। गरेपछि मैले त्यो पुसेपछि डाइनिङ पुसेपछि यहाँबाट बढाल्दै आएँ। बेसन सफा गरेँ। यो चाहिँ पुसिनु डोन्ट वरी नेक्स्ट टाइम ओके। अब म तपाईँलाई मेरो कपडा देखाइदिन्छु है कति छ। अब चाहिँ म आजाद भएँ यो ढोका खोल्नुको लागि। यो भिडियो यत्तिकै हालिदिन्छु विदाउट एडिट है। मलाई त्यो एडिट गर्न झ्याउ लाग्छ। अनि त्यत्तिकै म डाइरेक्ट हालिदिन्छु क्या। अनि मलाई त्यो भिडियो एडिट गर्नु मन पनि लाग्दैन। त्यो झ्याउ लागेर हुन्छ क्या, एडिट गर्नु मन लाग्दैन भन्नाले नि राम्रो हालौँ, मलाई पनि राम्रो बनाऊँ, भाइरल होम भन्ने हुन्छ कि। तर कस्तो भनौँ न, त्यो एडिट गर्नु अलिकति अल्छी होइन। मन पनि छ अनि मन पनि गरिरहेको क्या। मन लागे जस्तो पनि नलागे जस्तो पनि होइन। अनि यहाँ छ क्या मेरो मेन धुनुपर्ने त यो सिर्फ मेरो मात्र हो। दिस इज अन्ली माई क्या। यहाँ त अरू कसैको छैन क्या। हुन्छ नि कपडा सब मेरो हो क्या। बट ना बाबा टुडे आई एम माई फिजिकल इज ब्लास्ट। I am going to die now. म यत्तिकै साख्या भइसक्यो होइन। रनिङ गरेको होला। ए म जस्तो उठेको यहाँबाट उठ्नु मात्रै, गेट खोल्नु मात्र पर्छ। यहाँनिर 3टा रेडी भइसक्यो हो कि नै। वान्ट टु कम आउट आउने फेरि बडे। एउटाको नाम ज्याकी, एउटाको नाम परी। द्याट्स निक नेम। रियल नेम इज लियो म्यागी। Hi, Kali. Our real name is Bruno. Yes, you can come out. Come. Yes, you both also. Come. And they loves me. Oh, poor diehard. मैले आइज भनिसक्दाखेरि आउँछ होइन। मैले नो भनिसकेपछि नो हो क्या। फेरि इङ्ग्लिस पनि हल्का बेला बोल्ने गर्नुपर्छ होइन। इङ्ग्लिस पनि सिक्छ नि त, त्यही भएर हो। अनि अरू कुरा त्यस्तै हो। आज चाहिँ मलाई कति पछि भिडियो बनाइदिउँ न त भनेर लङ भिडियो बनाइदिएको हो क्या। हुन्छ नि कति सर्ट मात्र हाल्नु, त्यो रिल्स बनाएर कति हाल्नु। रिल्स पनि के भन्नु, त्यो टिकटकमा गयो टेम्प्लेट सेट गऱ्यो अनि त्यत्तिकै हालिदियो होइन। अलरेडी ज्यान पनि छ है। म तर्सिनु होला होइन। हल्का मात्र छ है, त्यस्तो धेरै त छैन। ज्यानभन्दा धेरै हल्का भुत्ला पनि धेरै छ है। बट मलाई त्यस्तो बिल्ला लाग्दैन। ओ आजा भित्र फेरि एक बोलीमा आइदाहरू काली आऊ।
सो अल गाइज थ्याङ्क यू फर वाचिङ माई फुल भिडियो। यसरी नै अरू भिडियो हेर्नको लागि हामी फेरि भेट्नेछौँ। यो भिडियो बनाउनुको लागि पनि नेक्स्ट टाइम मुड हुनुपर्छ है, अनि कन्टेन्ट चाहिन्छ, अनि त्यही भएर सो मिल्दै है नेक्स्ट भिडियोमै। सो सी यू गाइज।